वेलकम छ गडा, वेलकम छ तिमीहरू सबलाई वेलकम छ। टक्क लाइक र सब्सक्राइब चाहिँ हान्दै होइन बिर्सिकन गडा। नयाँ भयो भए सब्सक्राइब हानिदिने, लाइक हानिदिने टक्क लाएर। हामी चाहिँ यसो घुम्न हिँडेको, टाइम पास नभएपछि के गर्नु त हिँडिदिनु पऱ्यो होइन। बाइक त छैन, बाइक नभएपछि सरकारी गाडीमा चट्ट चढ्ने सर हिँड्ने। अब टक्क कहाँ जाने हो भन्दाखेरि अब हामी यसो मार्केट गएको थियौँ। मार्केटबाट रुम जाँदाखेरि यसो बनाएको केटा हो। यसो के गर्ने, टाइम पास त गर्नु पऱ्यो होइन। केही छैन है, विदेश यस्तै छ। अब एउटा स्टेसन आयो, हामी आउने त कहाँ हो हामी त लाग्छ कति मिनट लाग्छ, 7-8 मिनट लाग्छ होला। गाडीहरू हिँडेको हिँडै छ। यस्तै छ गडा, केही छैन। अब हिँड्यौँ हामी। आज मौसम चाहिँ छ्याक्क छ हेर, क्लियर। यस्तो छ यता, आनन्द छ। न केही आनन्दसँग डुल्यो, काम गर्यो, खायो। न कसैको टेन्सन, न कसैको टेन्सन। आनन्दसँग ठिक छ केटा हो। यता त मजासँग डुल्यो, खायो। कस्तो दामी आएन, सिनहरू चाहिँ बवाल आइरहेको छैन, दामी। म चाहिँ सरकारी बसमा हिँडिरहेको छु केटा हो। आफ्नो गाडी त त्यस्तै भयो, पछि किनौँला कमाएपछि म किनिहाल्छु केटा हो, टेन्सन नगर। कोलाई गाडीमा घुम्न मन लाग्छ मेरो गाडीमा, टक्क लाइक सब्सक्राइब हानिहाल्ने। छिटो पैसा कमाएपछि बल्ल अनि गाडी किन्ने, बुझ्यो नि केटा हो। नबिर्सिकन है, त्यति काम चाहिँ गाह्रो छ नि। यस्तो छ है सर, तर सिन चाहिँ बाबा लागेन। नेपालमा भन्दा पनि हरियो छ क्या हो यो त। जताततै रुखै रुख छ। यता रुखहरू, नेपालमा धेरै रुख होला भनेको यता पनि छ रुखै रुख। जताततै रुखै रुख, हरियै छ। यहाँ हेर, यता कृषि पनि राम्रो हुन्छ, कृषिहरू पनि राम्रो हुन्छ। तर घरहरू चाहिँ ठुल्ठुलो त्यस्तो चाहिँ नहुने रहेछ, केही नहुने ठुल्ठुलो घरहरू चाहिँ सानो सबै सानो घरहरू मात्रै। यसमा चाहिँ अब कस्तो हुने रहेछ भन्दाखेरि, अब सानो चाहिँ किन बनाउने रहेछ होला, त्यो त मलाई थाहा भएन रगडा हो। तर सानो चिटिक्क घर चाहिँ भित्र चाहिँ बवाल हुन्छ। बाहिर हेर्दा यस्तो देखि पनि भित्र चाहिँ दामी हुन्छ है। या त जताततै हरियो, बाटो ठुलो त छैन, त्यही पनि अब भित्र यत्रै त नि होइन। भित्र भने त्यस्तो त भित्र त होइन, हाइवे त हाइवे नै हो, तर ठुलो खाले होइन कि, सानो 2 लाइनको मात्र। कस्तो ब्लर आएको, दामी छ दामी। घुम्न अगडा यता घुम्न हो। टक्क घुम्न आइसकेपछि चाहिँ अब घुमाउने काम चाहिँ मेरो। तिमीहरू घुम्न चाहिँ आउनु पऱ्यो है। फेरि घुम्न आउने टिकट पठाउने काम मेरो होइन, टिकट काटाऊ घुमाउने काम मात्र मेरो। म चाहिँ घुमाउँछु तिमीहरूलाई, कता घुम्ने हो तिमीलाई घुम्ने काम चाहिँ म गराउँछु। अरू त मैले केही गर्न सक्दैन हेर गडा हो। बसाल्ने डुल्ने यति काम चाहिँ म गराइदिन्छु। हेर त क्या हरियो छ, दामी खाने होइन। तिमीलाई कस्तो लागिरहेको छ हेर, मजा देख्यो। हेर त के दामी आएको सिन त। कहिले हो नेपाल चाहिँ, कहिले यस्तो भन्ने, नेपाल चाहिँ कहिले हो यो पढ्ने तरिका यस्तो। अब बालेनले गराउँछ जस्तो लाउँछ र बालेनले चाहिँ गराउँछ किन। अब
बालेनले बनायो भने बनायो, नत्र त्यस्तै हो नेपाल। अब कहिले पनि केही हुँदैन। अब बालेनले पनि केही गरेन भने आश सबैको मर्छ त्यसपछि। अनि त्यही हो। यता कस्तो दामी आयो भिडियो छ, दामी दामी दामी। यता खेतहरू जोतिरहेको छ, माटोहरू पनि यताको त कस्तो कि होइन, प्यालो स्यालो नहुने कालो माटो हुन्छ। माटो पनि कालो खालको, माटो कालो होइन, हिउँहरू परिरहेको हुन्छ नि त। हिउँहरूले गर्दाखेरि खै दामी हुन्छ कि यता त। खै हाम्रोतिर त पानीबाट केही पर्दैन होइन। माटो पनि कस्तो दामी कालो माटो, सबै दामी। घाम पनि चट्ट यति देखियो। बाडुकी पो लाग्यो, कसले सम्झ्यो यत्तिर बाडुकी लाग्यो त केटा हो, बाडुकी लाग्यो केटा हो, यत्तिर बाडुकी लाग्यो। कसले सम्झ्यो, नड्डारी किन हुन त। गाली गरेर हो कि सम्झेर, गाली गरेको पनि हुनसक्छ। केटाहरूले काम पाएन के गरेर बस्ने रहेछ भन्ने होला केटाहरू। के गर्ने त केटा हो, विदेशमा त यस्तै टाइम पास हुँदैन त। तिमीलाई पो घर बसेर टाइम पास छ, घर बस्यो, खाना पकायो, खायो, घर पकाइदिन्छ नि, घर गयो च्याप्प खायो होइन। हामी त आफै बनाऊ, आफै खाऊ, आफै गर चिल तरिकाले। अब हामी आउने बेला भएर केटा, अब म चाहिँ झर्ने बेला हुन लाग्छ। अब म चाहिँ झर्छु अब एकछिनमा। म झरिसकेर अब रुम जानु पर्यो। रुम गएन भने त भोलि ड्युटी जानुपर्छ नि त। कति बज्यो अहिले, धेरै त भएको छैन, उज्यालै छ। अब कति मिनट लाग्छ होला मलाई जान, अब तपाईँ यसै अब 1 मिनट लाग्छ कि त्यही पनि लाग्दैन होला। अब हेर्न लागिसक्यो, अब झर्नु लाग्यो। अब यता घुम्यो आयो केटा हो। म पनि झरेर अब जान्छु, तिमीहरू पनि राम्रोसँग बस केटा हो, आफ्नो ख्याल गर ल। म झर्ने ठाउँ आयो, बाई केटा हो, बाई।